साथीहरूले यो आन्दोलनलाई सांगठिक आन्दोलनको रूपमा लिन जरुरी छ। हामी 25,000 सहकर्मीहरू जुन घुम्दैछन् ती श्रमिकहरूलाई हामीले गुमाउन चाहदैनौँ। अत यो कारणले उहाँलाई भएको के रहेछ हैन, सबैलाई थाहा भएको कुरा हो। एकदम अन्तिमसम्म हेर्नु होला यो भिडियो। उहाँलाई चाहिँ हार्ट एटेक भएर उहाँ ढल्नुहुन्छ हैन। अनि यस बेला चाहिँ मैले यसो हेरेर एआईलाई सोधे, म एआईको माध्यम लिए मैले, अनि के भयो रहेछ, अनि कतिपय मान्छेहरू यसरी बेहोस भएर ढलेर अस्पताल जानुसम्म मरिहालेको हुन्छन् हैन। अब सबैभन्दा अगाडि भन्छ ढिलो नगरी तुरुन्तै एम्बुलेन्समा वा आकस्मिक सेवा नेपाल 102 वा नजिकको अस्पतालमा नम्बरमा फोन गर्नुहोस् भन्छ हैन। अनि यो महत्त्वपूर्ण छ है साथीहरु है। बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु आवश्यक छ भन्छ हैन। अनि त्यसपछि हामीले एकदम छिटो र छरितो अब उहाँसँग लग्छौं 14-15 मिनेट लाग्छ, 20 मिनेट लाग्न सक्छ, आधा 1 घण्टा लाग्न सक्छ हैन। त्योभन्दा अगाडि हामीले के गर्नुपर्छ, यो 6 नम्बरमा लेखेर छ सीपीआर सुरु गर्ने तयार रहनुहोस् भन्छ हैन। यदि बिरामी बेहोस भए, श्वास फेर्न छोडे वा पल्स महसुस भएन भने तुरुन्त कार्डियो पल्मोनरी रिसुसिटेसन सीपीआर सुरु गर्नुहोस् भन्छ। यदि तपाईलाई सीपीआरमा प्रतिष्ठित हुनुहुन्न भने निर्देशन अनुसार गर्नुहोस्। यदि हुनुहुन्छ भने कन्तीमा ह्यान्ड ओन्ली सीपीआर छातीको बीचमा छिटो र कडा दबाव दिने गर्नुहोस् जबसम्म स्वास्थ्य कर्मीहरू आइपुग्दैनन्। अब साथीहरू अब जताभावी नगर्नु होला, युट्युबमा हेरेर अब के हुन्छ कस्तो हुन्छ हैन, कसरी गर्न सकिन्छ भनेर कसैको जीवन पनि बचाउन सकिन्छ अब यो सीपीआर जो भन्ने माध्यमबाट। त्यसकारणले गर्दाखेरि यस्तो जानकारीमूलक भिडियो हजुरसम्म आएको छ भने शेयर गर्नुस्। अनि हार्ट एटेक बहुत डेन्जर हो, कसैको पनि ज्यान लिन सक्छ भन्दै अहिलेको लागि बाइ। जय नेपाल।